मिनासान ओहायो गोजाइमास। र आज चाहिँ हामी लेसन 46 को ग्रामर पढ्न गइरहेका छौँ, जहाँ सबभन्दा सुरुमा हामीले लेसन 46 मा पढ्ने भनेको तोकोरो देश भन्ने हो। के हो त? तोकोरो देश। योभन्दा अगाडि हामीले तोकोरो भनेर ठाउँ भनेर पढेको थियो है, तर अब तोकोरो देश भनेको चाहिँ के हो त? अवस्था हो अथवा बेला हो भन्ने हुन्छ। के चाहिँ त? अवस्था हो अथवा बेला हो। मैले केही चिज चाहिँ सुरु गर्दैछु, के गर्दैछु त? सुरु गर्दैछु भन्दै मैले सुरु गर्ने अवस्था हो अथवा बेला हो भन्ने कुरा। के हो त? सुरु गर्ने अवस्था हो अथवा बेला हो। जस्तै कि म खाना बनाउन लागिरहेको छु, मैले के गरिरहेको छु? खाना बनाउन लागिरहेको छु भनेपछि खाना बनाउने के हो? अवस्था हो। जस्तै पहिला सुरुमा यो हेरौँ ल। जस्तै कि यदि मास फर्मलाई प्रेजेन्टमा भन्नु छ भने रु फर्म लगाइन्छ। के गरिन्छ त? रु फर्म लगाइन्छ भनेदेखि यदि पास्टमा लानु छ भने ता फर्म लगाइन्छ। के गरिन्छ त? ता फर्म लगाइन्छ। जस्तै कि अब मैले खाना बनाउने कुरा गरेको थिएँ है अघि। खाना बनाउनेमा के छ? चुकुरी मासको चुकुरो अनि के छ? तोकोरो देश। खाना बनाउने कुरा के हो त? इमाकारा र्योरी हो चुकुरु तोकोरो देश भनेको अबबाट खाना बनाउने हो। के हो त? खाना बनाउने हो भनेदेखि अब के छ? किन उकारा र्योरी हो चुकुत्ता तोकोरो देश भनेको हिजोबाट खाना बनाउन थालेको। के हो त? हिजोबाट थालेकोमा के हुन्छ? ताफम हुन्छ भनेदेखि आजबाटकोमा रुफम हुन्छ है। ल हामी अलिकति इक्जाम्पल हेरौँ ल। जस्तै कि खाइगी वा भनेको मिटिङ चाहिँ इमाकारा भनेको अबबाट हाजिमारु तोकोरो देश भनेको सुरु हुने अवस्था हो अथवा सुरु हुने बेला हो भन्नाले मिटिङ अब सुरु हुन लाग्यो है भन्ने कुरा भयो। मैले अघि नै भनेको थिएँ केही चिज सुरुवात गर्नु छ भनेदेखि के हुन्छ त? तोकोरोको प्रयोग गरिन्छ। जस्तै कि मिटिङ चाहिँ अबबाट हैन स्टार्ट हुने बेला हो अथवा अवस्था हो। यहाँ त रु फर्ममा लगेर हामीले के गर्यो? तोकोरो देश लगायो भनेदेखि इमा भनेको अहिले खाएता तोकोरो देश भनेको फर्किएको अवस्था हो भन्नाले मलाई साथीले होटेलमा भेट्न आउँछु भनेको थियो। कहाँ त? होटेलमा। म काम गर्ने होटेलमा साथीले भेट्न आउँछु भनेको थियो। मेरो सिफ्ट थियो 6 बजेसम्म। ऊ कतिमा आइपुग्यो? 6:10 मा आइपुग्यो है। म घर फर्केँ कि फर्केन? फर्किसकेँ। अब ऊ आउँदा आउँदै म के भएको थिएँ त? फर्केँ अरे। भर्खरको कुरा हो नि। हो के हुन्छ त? उसले आएर म खोइ भन्नु म्यानेजरलाई सोध्छ। म्यानेजरले के हुन्छ? भर्खरै फर्कियो भन्नु पर्दाखेरि के हुन्छ? इमा खाएता तोकोरो देश। भर्खर फर्किएको। अलिकति अगाडि आए भेटिन्थ्यो नि त। भर्खरको कुरा कि केही चिज भर्खरै हुँदैछ। जस्तै कि मिटिङ स्टार्ट हुँदैछ अथवा म फर्किसकेँ तर भर्खरै फर्किएँ नि त। भर्खरको कुराहरूमा चाहिँ हामीले तोकोरो देशको प्रयोग गर्छौँ। के को प्रयोग गर्छौँ त? तोकोरो देशको। जस्तै इमाकारा बेङ्क्यो सुरु तोकोरो देश भनेको अबबाट पढ्नेछु हैन त। तर अलिकति अगाडि के 5-10 मिनट अगाडि स्टार्ट गरे भएदेखि मम्मीले ओइ के गरिरहेको छु भन्यो नि बेङ्क्यो सिता तोकोरो देश पढिरहेको छु हैन त। भर्खर पढ्न थाल्यो तर पढिरहेको छु। हो त्यस्तो कुरामा चाहिँ हामीले के लगायो त? तोकोरो देशको प्रयोग गर्यौँ। यति भएपछि हाम्रो तोकोरो देश चाहिँ सिद्धिनेछ। अब हामी नेक्स्ट पार्टिकल्सतिर लागौँ है। ल अब हामीले नेक्स्टमा पढ्ने भनेको बाकारी देश। के हो त? बाकारी देश। अघि भर्खर हामीले तोकोरो देश पढेको थियो है। तोकोरो देशले चाहिँ भर्खरै गरेको अवस्था थियो नि। जस्तै हाजिमेरु तोकोरो देश भनेको सुरु हुने अवस्था हो। ताबेरु तोकोरो देश भनेको खाने अवस्था हो। केही चिज गर्ने अवस्थालाई हामीले तोकोरो लगाएको थियौँ हैन है। केही चिज चाहिँ स्टार्ट भइरहेछ भनेदेखि है। तर यदि केही चिज चाहिँ भर्खरै सिद्धाइयो जस्तै कि बेङ्क्यो सित्ता बाकारी भनेको भर्खर पढेर सिद्धाइदिए है। हो केही चिज चाहिँ गरेर भर्खरै सके है भन्ने पर्दाखेरि चाहिँ हामीले भर्खरै भन्नु पर्दा के लगायो त? बाकारी लगायो। र बाकारी जहिले पनि लगाउँदा ता फर्मसँग बाकारी लगाइन्छ। के लगाइन्छ त? ता फर्मसँग बाकारी लगाइन्छ। जस्तै कि मम्मीले मलाई के भन्नु भन्दाखेरि छोरा पसलबाट चाहिँ गोलबेडा लिएर आइज भन्नुभयो है। र मैले के भने भन्दाखेरि म भर्खर नुन लिन गएको थिएँ नि है। भर्खरै गएको थिएँ। भर्खरै गएको थिएलाई के हुन्छ? इकिमासको इत्ता बाकारी। इत्ता बाकारी देश्यो भनेको भर्खर गएको थिएँ नि। त्यसै गरी कसरी भन्छ नि ओहो तैँले त केही पिएकै रहेनछस्। किन पिए भन्दाखेरि भर्खर पिएको थिएँ नि भन्नुपर्दा के हुन्छ? नोन्दा बाकारी देश्यो पिएको भर्खरै थिएँ नि भन्ने भयो भनेदेखि केही चिज खा भने नै अनि भर्खरै खाएको मैले यार खानै सक्दिनँ के हुन्छ? ताबेता बाकारी देशकारा ताबे मासिन भन्नाले भर्खर खाएको भएर खान सक्दिनँ। अन्त भर्खरै खाएको छ उसले नै। ताबे मासको ताबेता बाकारी भनेको भर्खरै खाएको अथवा खाएको भर्खरै हो भन्न नि मिल्छ के। गोहानो ताबेता बाकारी खाना खाएको भर्खरै हो नि त। खाना खाएको भर्खरै हो। केही चिज गरेको भर्खरै हो हेर्ने। भर्खरै हो। अब भर्खरै अगाडि लगाउनु पनि पाए पछाडि लगाउनु पनि पाए है। त्यो चाहिँ अब आफ्नो बोल्ने हिसाबले लगाउनु पर्ने हुन्छ भनेदेखि अर्को के छ? जस्तै तिमी घर फर्कियो अरे है। घर फर्केर बसिरहेछ मम्मीलाई थाहा थिएन। मम्मीले ओइ छोरो कथे आइस भन्नुभयो। तिमीले के भन्छौ? खाए त बाकारी देश भनेको भर्खरै फर्किएको अथवा फर्किएको भर्खरै हो हैन त। भर्खरै फर्किएको अथवा फर्किएको भर्खरै हो भन्नु पर्दाखेरि के भयो? खाएरी मासको खाए त बाकारी देश हैन त। भर्खरै फर्किए म। हो त्यसै गरी साथीसँग पार्टी खान गयो अनि साथीले भन्छ ओइ रक्सी पियाइनस् नि त भन्दाखेरि नोन्दा बाकारी देश भनेको भर्खर पिएको हुँ अब नपिउने भन्ने कुरा भयो। हो त्यसै गरी केही चिज चाहिँ भर्खरै गरेको छ भने हामीले बाकारी लगाउँछौँ भनेदेखि केही चिज चाहिँ अब सुरु गर्ने के छ?
जस्तै खाएता तोकोरो देश भनेको जान लागेको, के गर्न लागेको जान लागेको, तर खाएता बाकारी भनेको भर्खरै फर्किएको कि बुझ्यो नि। घर फर्किन लागेकोलाई के हुन्छ खाएता तोकोरो देश होइन, अथवा खाएरु तोकोरो देश हुन्छ भनेदेखि घर फर्किसकेपछि घरमा कसैले सोद्धा कतिखेर फर्किस् भन्दाखेरि चाहिँ खाएता बाकारी देश भयो है। हो यति भएपछि हाम्रो बाकारी पनि सिद्धिनेछ। अब हामी यो लेसनको अन्तिम पाठ्यक्रमतिर लागौँ ल। ल अब हाम्रो लास्टमा रहेको छ हाजु देश। के छ त हाजु देश। हाजु देश भनेको केही चिज रहेछ। के रहेछ त केही चिज रहेछ। सुरुमा यसलाई कसरी चेन्ज गर्ने त्यो सिकौँ, अनि त्यसपछि म यसको इक्जाम्पल दिनेछु। हामीले मासवालालाई चाहिँ जहिले पनि प्लेन फर्ममा लाने। केमा लाने त प्लेन फर्ममा लाने र त्योसँग हाजु देश लगाउने। के गर्ने त हाजु देश लगाउने। यी एडजेक्टिभको केही पनि गर्नु परेन, देश हटाउने हाजु देश लगाउने है। भनेदेखि ना एडजेक्टिभ आएको खण्डमा नाल थप्ने अनि बल्ल हाजु गर्ने। हेर्नु त जेउजु ना, हेर्नु त जेउजु भनेको ना एडजेक्टिभको त्यसमा के आयो ना आयो। भने नाउन आएको खण्डमा नो थप्ने भन्नाले नाको सट्टामा के आउँछ नो आउँछ है। ल यो चाहिँ कतिखेर प्रयोग गर्ने भन्दाखेरि आफूलाई थाहा नभएको कुरा। जस्तै कि मेरो साथी राम छ, रामले चाहिँ रक्सी खान्छ भन्ने मलाई थाहा थिएन है। तर के अरे म उसँग एक दिन हिँडेँ, उसले रक्सी खाएको देखेँ। मैले के गरेँ रक्सी खाएको थाहा पाएँ। त्यो भएपछि मैले के भन्नु पर्दा ओहो रामले चाहिँ रक्सी खाने रहेछ। के गरेर रहेछ त रामले चाहिँ रक्सी खाने रहेछ। हो त्यसरी रहेछ भन्नु पर्दाखेरि हामीले हाजु देशको प्रयोग गर्ने गर्छौँ। के को प्रयोग गर्ने गर्छौँ त हाजु देशको प्रयोग गर्ने गर्छौँ। इक्जाम्पल पनि हेरौँ है त। जस्तै शान्तो सुसान वा ओसाके ओ नोमा नाइ हाजु देश भनेको सन्तोषजीले चाहिँ रक्सी नपिउनु हुने रहेछ। हेर्नु त मैले त सन्तोषलाई पुरै रक्सी पिउने भन्ठाने थिएँ, पार्टीमा गएको उसले त पिउँदैन रहेछ। के भयो शान्तो सुसान वा ओसाके ओ नोमा नाइ हाजु देश। सन्तोषजी चाहिँ रक्सी नोमिमास भने पिउने रहेछ हुन्थ्यो भने नोमा नाइ हुने बित्तिकै नपिउने रहेछ, नपिउनु हुने रहेछ है। भन्नाले मेरो एउटा धारणा थियो तर त्यो चाहिँ होइन, गलत हो भन्ने कुरा खण्डमा चाहिँ हाजु देशको प्रयोग गरिन्छ। त्यसै गरी मिरासान वा भने मिराजी चाहिँ निहोङ्गोगा जेउजुना हाजु देश भनेको जापानिज ल्याङ्ग्वेज जान्ने हुँदो रहेछ। भन्नाले म मिरासँग कहिले कुरा गरेको थिइनँ, अनि आज गएर कुरा गरेँ उसको जापानिज राम्रो रहेछ। के रहेछ त जापानिज राम्रो रहेछ। मैले अरूलाई भन्नु पर्यो हो मिराले चाहिँ जापानिज जान्छ है भन्नु पर्दा के छ मिराजी चाहिँ जापानिज जान्ने हुनु रहेछ। हो यस्तो भयो नि त हाजु देशले फेरि रहेछ भन्ने भयो। हो त्यसै गरी मैले यहाँबाट एउटा पार्सल मैले इन्डिया पुऱ्याएँ है। कहाँ पुऱ्याएँ त इन्डिया पुऱ्याएँ। मलाई चाहिँ आज जान्छ भन्ठाने थिएँ है, तर मैले के भने पार्सल कहिले जान्छ भनेर सोधेँ। उसले भन्छ भोलि जान्छ। घरमा कसैले सोध्यो पार्सल कहिले जान्छ भन्दा कतिखेर जाँदो रहेछ त भन्दाखेरि आसिता ओकुरो हाजु देश भोलि जाने रहेछ है, अथवा आसिता कुरु हाजु देश भनेको भोलि जाने रहेछ। हेर्नु त के छ त हाजुले के भयो त रहेछ भन्ने भयो। के भयो त रहेछ भन्ने भयो। हो त्यसरी कहीँ पनि हामीले रहेछ भनेर लगाउनु पर्यो भने हाजु देशको प्रयोग गर्ने गर्छौँ। के को प्रयोग गर्ने गर्छौँ त हाजु देशको प्रयोग गर्ने गर्छौँ। हो यति भएपछि हाम्रो लेसन 46 को ग्रामर पनि सिद्धिनेछ। मिनासान भोलि फेरि लेसन 47 को ग्रामरको साथ हामी आउने नै छौँ। के वा आरिगातो गोजाइमासिता मातास्ता बाई बाई।